हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यस भिडियोमा चाहिँ मैले कम्प्लेक्स स्कलरसिप स्किम 2025 को फुल इन्फर्मेसन सेयर गर्नेछु। यदि तपाईहरु क्लास 12 को एक्जाम दिएर रिजल्ट वेटिङ स्टुडेन्ट हुनुहुन्छ अथवा क्लास 12 अलरेडी लास्ट इयर पास गरिसक्नु भएको छ र ब्याचलर चाहिँ फुल स्कलरसिपमा पढ्ने विचारमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि छ। आजको यस भिडियोमा चाहिँ मैले कम्प्लेक्स स्कलरसिपको डिटेल इन्फर्मेसन सेयर गर्नेछु र त्यसको साथसाथै नेक्स्ट भिडियोजहरुमा चाहिँ यसको स्कलरसिपको फर्म कसरी भर्ने, यसको लागि इन्ट्रान्स प्रिपरेसन कसरी गर्ने, यसको डिटेल भिडियोजहरु सिरिजमा चाहिँ मैले अपलोड गर्नेछु आफ्नो युट्युब च्यानलमा। त्यसैले तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, जसले गर्दा फ्युचरमा भिडियो आयो भने तपाईहरुले नोटिफिकेसन जानेछ। सो सबैभन्दा पहिला चाहिँ कम्प्लेक्स स्कलरसिप के हो यसको बारेमा बुझौं। सो कम्प्लेक्स स्कलरसिप स्किम चाहिँ इन्डियन एम्बेसीले नेपाली स्टुडेन्ट्सहरुलाई इन्डियामा ब्याचलर पढ्नलाई दिने स्कलरसिप हो र यो स्कलरसिपमा तपाईको ट्युसन फी, होस्टल फी सबै कुराहरु चाहिँ कभर गरिनेछ। अब चाहिँ यो स्कलरसिपमा अप्लाई गर्नको लागि एलिजिबिलिटी क्राइटेरिया केहरु छन् त्यसको बारेमा डिस्कस गरौँ। सो यसको बारेमा भन्नुपर्दा चाहिँ यदि तपाईहरु इन्जिनियरिङ कोर्सको लागि अप्लाई गर्नुहुन्छ भने तपाईको चाहिँ एग्रिगेटमा चाहिँ 60% मार्क्स हुनुपर्छ, इंग्लिशमा चाहिँ 50% हुनुपर्छ र अर्को चाहिँ फिजिक्स, केमिस्ट्री, म्याथमा चाहिँ 55% मार्क हुनुपर्छ। त्यसरी नै अर्को कोर्सेस जस्तै एग्रिकल्चर, फार्मेसी, फुड टेक्नोलोजी यस्तो कोर्सेसहरुमा अप्लाई गर्नुभयो भने एग्रिगेटमा 60% मार्क नै हुनुपर्छ र त्यसको साथसाथै चाहिँ इंग्लिशमा 50% र अरु सब्जेक्ट्सहरुमा फिजिक्स, केमिस्ट्री र बायोलोजी यसमा चाहिँ 55% मार्क अब्टेन गरेको हुनुपर्छ क्लास 12 मा। अनि मात्र तपाई यो स्कलरसिपको लागि अप्लाई गर्न सक्नुहुन्छ र इलिजिबल हुन सक्नुहुन्छ। यस स्कलरसिपमा कतिवटा सिट छ भन्नुपर्दा चाहिँ यसको चाहिँ टोटल 220 वटा सिट हुन्छ, जसमा चाहिँ 160 वटा चाहिँ इन्जिनियरिङको लागि चाहिँ छुट्याएको हुन्छ र बाँकीको 60 वटा सिट चाहिँ 15 वटा गरेर 4 वटा कोर्स जस्तै फुड टेक्नोलोजी, बीएससी नर्सिङ, एग्रिकल्चर यो सबै कोर्सेसहरुको लागि छुट्याइएको हुन्छ। यस स्कलरसिपमा चाहिँ तपाईहरुले 5 वटा कोर्सको लागि अप्लाई गर्न सक्नुहुन्छ। बीई बीटेक, त्यसपछि बीएससी फुड टेक्नोलोजी, त्यसपछि बीएससी एग्रिकल्चर, त्यसपछि बीएससी फार्मेसी र बीएससी नर्सिङ। यो 5 वटा कोर्स मध्ये चाहिँ बीई बीटेक को लागि अझै पनि डिफरेन्ट कोर्सेसहरु छ, जस्तै तपाईको सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, एआई त्यसपछि धेरै कोर्सेसहरु छ। त्यसको चाहिँ मैले तल लिस्ट डिस्क्रिप्सनमा राखिदिनेछु अथवा तपाईहरुले के गर्न सक्नुहुन्छ भन्दाखेरि फर्म रेजिस्ट्रेसन गर्दाखेरि त्यतिबेला चाहिँ लगइन गरेर तपाईहरुले लिस्ट हेर्न सक्नुहुन्छ। यो लिस्ट चाहिँ इयरली अपडेट हुन्छ, त्यसैले तपाईहरुले चाहिँ लगइन गरेर रेजिस्टर गरेर अनि त्यहाँबाट कुन कुन कोर्सहरु अवेलेबल छन् त्यहाँबाट तपाईहरुले चुज गर्न सक्नुहुन्छ। अब चाहिँ धेरै जनालाई क्वेरी हुन सक्छ कि कुन कुन कलेजेसहरुमा चाहिँ यो स्कलरसिप प्रोवाइडेड छ। सो धेरै जसो चाहिँ कम्प्लेक्स स्कलरसिपमा चाहिँ तपाईको प्राइभेट कलेजेसहरुमा तपाईले स्कलरसिप पाउनुहुन्छ। एक दुईटा कलेज मात्र होला जसमा चाहिँ गभर्नमेन्ट कलेज पाउन सक्नुहुन्छ, तर हाई चान्सेस चाहिँ तपाईहरुले चाहिँ प्राइभेट कलेजमा नै स्कलरसिप पाउन सक्नुहुन्छ। र यसको लागि चाहिँ तपाईहरुले जब कलेज सिलेक्ट गर्नुहुन्छ त्यतिबेला चाहिँ वाइजली चुज गर्नुपर्ने हुन्छ। कलेज कसरी सिलेक्ट गर्ने यसको बारेमा पनि मैले एउटा सेपरेट भिडियो बनाउने छु, त्यहाँबाट चाहिँ कलेज सिलेक्ट गरेर अनि मात्र चाहिँ फर्म फिल अप तपाईहरुले गर्नु होला। त्यसपछि चाहिँ यसको बेनिफिटको बारेमा भन्नुपर्दा चाहिँ यो स्कलरसिपमा तपाईको फुल ट्युसन फी वेभर हुन्छ, तपाईले होस्टल फी पनि पाउनुहुन्छ र त्यसको साथसाथै तपाईले स्टाइपेन्ड पनि पाउनुहुन्छ। सो ओभरअल चाहिँ तपाईले 1 रुपैयाँ पनि तिर्नु पर्दैन यदि तपाईहरुले स्कलरसिप पाउनु भयो भने। अब चाहिँ यति कुरा चाहिँ बुझिसकेपछि सपोज तपाईले अब चाहिँ यो स्कलरसिपमा अप्लाई गर्छु भनेर सोच्नु भयो, तर स्कलरसिपमा अप्लाई गर्दाखेरि जति स्टुडेन्ट्सहरुले आईआईमा अप्लाई गर्छ मोर देन 90% स्टुडेन्ट्सहरु कम्प्लेक्स स्कलरसिपको लागि पनि अप्लाई गर्ने हुन्छ। सो कम्पिटिसन चाहिँ एकदमै धेरै हुन्छ, तर यसको सिलेक्सन चाहिँ कसरी हुन्छ भन्नुपर्दा चाहिँ तपाईले जुन क्लास 11 को क्लास 10 को मार्कसिट अपलोड गर्नुहुन्छ त्यहाँबाट इभ्यालुएसन हुन्छ र यसको चाहिँ सेपरेट एउटा चाहिँ इन्ट्रान्स एक्जाम लिन्छ, कम्प्युटर बेस्ड इन्ट्रान्स एक्जाम। त्यसमा चाहिँ तपाईले राम्रो स्कोर गर्नुभयो भने तीनटै कुराको इभ्यालुएसन गरेर अनि मात्र तपाईको फाइनल सिलेक्सन हुन जान्छ। अब चाहिँ यो स्कलरसिपमा अप्लाई गर्नु भन्दा अगाडि एक दुईटा अझै क्वेरीहरु धेरै जना स्टुडेन्ट्सहरुको हुने गर्दछ, जस्तै यो स्कलरसिप प्लस 2 पास गरेको स्टुडेन्टले मात्र अप्लाई गर्न मिल्छ। सो यस यस स्कलरसिपमा तपाईहरु यदि प्लस 2 पास गरिसक्नु भएको छ अथवा चाहिँ तपाईले प्लस 2 को बोर्ड इक्जाम दिइसक्नु भएको छ र रिजल्ट वेटिङ स्टुडेन्ट हुनुहुन्छ भने यो स्कलरसिपको लागि अप्लाई गर्न सक्नुहुन्छ। त्यसरी नै धेरै जना स्टुडेन्ट्सहरुले चाहिँ डिप्लोमा पनि गर्नु भएको हुन्छ र तिनीहरुले पनि कम्प्लेक्स स्कलरसिपको लागि अप्लाई गर्न खोज्नुहुन्छ। यसमा के छ भन्दाखेरि यदि तपाईको प्लस 2 इक्विभ्यालेन्स छ र तपाईले प्लस 2 मा चाहिँ फिजिक्स, केमिस्ट्री, म्याथ, बायोलोजी यो सब्जेक्टहरु लिएर पढ्नु भएको छ भने तपाईले कुनै पनि बायोलोजी कोर्सेस अथवा इन्जिनियरिङ कोर्सेसमा अप्लाई गर्न सक्नुहुन्छ र तपाईको प्लस 2 इक्विभ्यालेन्स हुन कम्पलसरी छ। छैन भने चाहिँ तपाईले चाहिँ यो स्कलरसिपको लागि अप्लाई गर्न पाउनुहुन्न। अब चाहिँ नेक्स्ट भिडियो चाहिँ यो स्कलरसिपको लागि अनलाइन एप्लिकेसन कसरी फिल गर्ने यसको बारेमा मैले भिडियो अपलोड गर्ने छु, त्यसैले तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गरेर राख्न सक्नुहुन्छ र तपाईहरुले केही पनि क्वेरी छ भने तल कमेन्टमा पनि सोध्न सक्नुहुन्छ। नेक्स्ट भिडियो अपलोड गर्दाखेरि मैले त्यो क्वेरीजहरुलाई चाहिँ कन्सिडर गरेर त्यहाँ आन्सर गर्न कोसिस गर्नेछु। So thank you for watching this video till the end.